ल अब म भाग 27 पढ्छु है त। भाग 27 को शीर्षक छ खुट्टा भाँचिदा। त्यही बेला साउनीले सोधिन्, ल अब खाजा तयार भयो है, गोरालाई बोलाऊ। हाम्रो त दिनदिनैको काम यही हो, मैले त बनाइसके। कति बजे खाने भनेर पनि सोधिन, बोलाएपछि आइहाल्छन्। झोल हालेको चाउचाउको बटुका टेबलमा लहरै सजाइन्। साहेबहरूले समयमै आएर खाए। हामीले पनि चाउचाउ र चिया नै खायौं। खाइसकेपछि कोठामा गएर सधैँ जस्तै झोला ठिक गरेछन्। कहिले कहीँ त लाग्थ्यो यिनीहरूले उसिनेका आलु मागे पनि हुन्थ्यो। एक दुई दाना थालमा छोडे त खान पाइन्थ्यो, तर जहिले पनि अमलेट र पाउरोटी भनेपछि त एक टुक्रा पनि चाख्न पाइँदैन। आज चाहिँ आफ्ना आफ्ना झोला बोकेर आँगनको पर्खालसम्म आएर बसे। आफ्नो क्यामेराले खिचेका फोटाहरू एउटा एउटा गरेर देखाउन थाले। गुम्बा र गुम्बामा बस्ने लामाहरूका फोटा पनि खिचेका रहेछन्। ऊ पारी देखिने जोमसोमको फोटो पनि खिचेको रहेछ। ठिनी गाउँका बुढी आमाहरूको फोटाहरू खिचेका रहेछन्। धर्सा धर्सा परेका अनुहारका फोटाले मनमा कस्तो कस्तो भयो। लाग्यो हामी पनि उनीहरूको उमेरसम्म बाँच्यौं भने त यस्तै हुन्छौं। तर खै त्यो उमेरसम्म बाँचिएला कि नबाँचिएला। माथि डाँडामा गएर ठिनी गाउँको फोटो पनि खिच्न भ्याएछन्। ढुङ्गाको छानाले ढाकिएका घरहरू घर जस्तै देखिएनन्। घरको अन्दाज भने सजिलै गर्न सकिन्थ्यो, किनभने ठाउँ ठाउँमा कमेरो छापेका घर पनि देखिन्थे। मैनाले नुहाएपछि ढुङ्गाको कुनामा लुकेर लुगा फेरेकी थिइन्, त्यो फोटो पनि खिचेका रहेछन्। फोटोमा झन्डै कुरी पनि देखिएको रहेछ। सबैजना हाँसे। मानेले कट्टु मात्र लगाएर नुहाएको फोटो पनि खिचेको रहेछ। कताबाट झुक्क्याएछन् पत्तै पाइएन। मानेले बेलुका अगेनाको कुनामा बसेर कट्टु खोलेको फोटो पनि देखाए। कहाँ लुकेर खिचेछन् त्यो पनि पत्तै भएन। आफ्ना आफ्ना त्यस्ता फोटा देख्दा दुवैजना साह्रै लजाए। मैनाले शिर निहुराइन्। हैट भन्दै आफ्नो अनुहार मानेको ढाडतिर लुकाइन्। गोराहरूले हातले जाउँ भन्दै इसारा गरेर क्यामेरा बन्द गरे। त्यसपछि तुरुन्तै ओह्रालो लागिहाले। उनीहरू पनि पछि पछि ओह्रालो लागे। हिँड्ने बाटोमा जताततै धुपीका जरा फैलिएका देखिन्थे। खुट्टै अल्झाउला कि भन्ने एकदम ठुलो पिर थियो। ओह्रालो झर्दै थिए। सानो धुपीको रुखको जरामा मानेको खुट्टा अचानक अल्झिएछ। उनी डिलमुनि झ्याप्पै पछारिए। घोप्टो परेछन्। नाकको टुप्पो पनि कोतरिएछ। पाखुरा र छातीमा पनि कोतरेछ। खुट्टा कर्याप्पै गएको जस्तो भयो। अय्या भनेर चिच्याए। भारी गर्ल्याम गुर्लुम डिलमुनि खस्यो। आमा भन्दै मैना आत्तिएर चिच्याइन्। गोराले पछि फर्केर हेरे। मैनालाई आत्तिँदै रोएको देखेर गोराहरू पनि फर्केर आए। मैनाले हातमा समाइन्। मानेको एउटा खुट्टाले टेक्न छोड्यो। जमिनमा छुन पनि मिलेन। उसलाई एकछिन चौरमा सुताए। मैनाले तलबाट भारी उठाएर ल्याइन् र चौरमै राखे। मैनाको आँखाबाट आँसु खस्यो। साहेबले खुट्टा समाएर तन्याक तुनुक त पारे, तर असह्य पीडा भयो। माने पीडाले रुन थाल्यो। साहेबले खुट्टा भाँचिएको शंका पाएछन्। खुट्टा तन्काएर सिधा बनाए। हड्डी थिचथाच पारेर खुट्टालाई कपडाले बेरे। त्यसपछि गोरा साहेबहरूले आफ्ना आफ्ना झोला बोके। मैनाले केही सोच्न सकिनन्। मानेलाई जोमसोमसम्म पुर्याउने उपाय खोजिन्। मानेको कम्मरको पटुका खोलिन्। पटुकाको नाम्लो बनाएर उनलाई पिठ्यूमा बोकिन् र छिटो छिटो ओह्रालो झारिन्। आफै अल्झेला भन्ने पिर बढ्यो। हिँड्ने बाटोमा जताततै धुपीका जरा थिए। जोमसोम अस्पताल पुग्न 1 घण्टाको बाटो थियो। हस्याङ र फस्याङमै मानेलाई लिएर जोमसोम अस्पताल पुगिन्। डाक्टरले हेरे। पिडुलामा बेरेको कपडा खोलिदिए। एक्सरे पनि गरे। खुट्टाको हड्डी चर्किएको रिपोर्ट आयो। गोराले भनेको जस्तै भाँचिएको रिपोर्ट चाहिँ आएन। अलिक ढुक्क भयो। डाक्टरले सेतो कपडामा औषधि राखेर खुट्टा बेरे। घुँडादेखि पैतालासम्म सेतै भयो। खर्च 2000 जति लाग्ने भयो। औषधि राखेर खुट्टामा काम्रो बाँध्नु पर्ने भयो। योपालि कमाईको पैसा अस्पतालमै सकिने भयो। औषधि किन्ने पैसा पनि नबच्ने देखियो। मैनाले अँध्यारो अनुहार लगाइन्। गोरा साहेबहरूले अस्पतालको काम र खर्च सबै देखिरहेका थिए। खुट्टामा काम्रो बाँधेपछि उठाएर कुर्सीमा बसाए। अस्पतालका दाइले कुर्सी गुडाउँदै बिरामी सुत्ने कोठामा ल्याए। अरू बिरामीहरू सुताएकै कोठामा खाटमाथि सुताए। मैना पछि पछि आइन्। रसिलो आँखा बनाउँदै खाटको छेउमा राखेको काठको मुढामा बसिन्। यताउता हेरिन्। बिरामी बग्रेलती थिए। अस्पतालभित्र धेरैको अवस्था नाजुक थियो। उज्यालो अनुहार कसैको थिएन। के न केले सताएको जस्तो पीडादायी अनुहार देखिन्थ्यो। कसैको टाउकोमा प्लास्टर बेरेको थियो। कसैका दुवै आँखा टालिएका थिए। कसैको आवाजमा रोदनले भरिएको थियो। अय्या अय्याको आवाजले हल चर्किएको थियो। नर्सले काउन्टरमा एउटा कुरुवालाई भन्दै थिइन्। ऊ आँखा टिलपिल पारेर उनका कुरा सुन्दै थियो। आफ्ना मान्छे बोलाउनु, घर लगेर दान दक्षिणा गरिदिनु। औषधिले अब भेट्दैन। अब पिर गरेर साध्य छैन। मायाले थाम्दैन। नर्सले सिधै भनी त नभन्नु, तर अब उहाँको समय धेरै छैन। बाँच्न मुस्किल छ। गोरा साहेबहरू मानेको छेउैमा आएर बसे। मानेले गोराहरूको अनुहार हेरेर आँखाभरि आँसु बनाए। गोरा साहेबले आफ्नो आँखा आफ्नो रुमालले पुछिदिए। गोरा साहेबले उनको आँखा आफ्नो रुमालले पुछिदिए अनि मैनालाई ढाप मारे। हातको इसाराले चिन्ता नगर भन्दै मैनाको शिरमा आफ्नो हात राखेर टाउकोबाट बिस्तारै पछाडि घाँटीसम्म झारे। गोराहरू दिनभरि अस्पतालमै यताउता हेरेर बसिरहे। मैना र मानेका लागि स्याउ, केरा, अंगुर र 1 बक्सा पिउने पानी ल्याइदिए। धेरै बेर बसे। एकछिनपछि भने, मैना अहिले हामी जान्छौँ, भोलि फर्किएर यहीँ आउँछौँ भन्ने इसारा गरे। मैनाले नर्सलाई भनिन्, दिदी म त बोल्न जान्दिनँ। इसाराले नबुझ्लान्। यिनीहरू जान लागे। म गोराहरूलाई दुवै झोला खप्थ्यो र मार्फासम्म पुर्याइदिन्छु। बेलुका यहीँ फर्केर
आउँछु भनिदिनुहोस् है। नर्सले गोरा साहेबलाई मैनाको कुरा जस्ताको तस्तै भनिदिन्। माने सुतेरै यी सबै कुरा सुनिरहेका थिए। गोराहरूले हामी मार्गसम्म आजै पुगेर भोलि यहीँ फर्किन्छौँ भनेको कुरा मैनालाई भनिदिए। हुन्छ भन्दै मैना र मानेले उनीहरूलाई विदा गरे। गोरा साहेबहरू पनि आफ्नो आफ्नो झोला बोकेर मार्फातिर तेर्से। गोराहरू गइसकेपछि नर्सले मैनालाई भनिन्, दिदी उहाँलाई 3 हप्तासम्म अस्पतालमै राख्नुपर्छ। तपाईँ पनि सँगै बस्नुहुन्छ? बस्नुहोस्, तपाईँले गरे जस्तो सहयोग हामीले गरेर हुँदैन। लोग्ने मान्छे हो, हामीलाई त्यति सजिलो कहाँ हुन्छ र। यो सुनेर मैनाको मन आत्तियो। अब यत्रो दिनसम्म त्यहाँ के को खर्चले खाइबस्नु। फेरि मानेको उपचार खर्च कुन पैसाले गर्ने। मानेलाई यत्तिकै गोराहरूले जस्तो छोडेर जान पनि त सक्दिनथिन्। प्रेमको लीला, माया बसिहाल्यो। निकै बेर घोरिएर सोचिन्, बस्छु हजुर, म एक्लै कहाँ पो जानु र। ऊ नभएपछि म कहाँ गएर एक्लै बस्ने। ऊ नभएपछि म जहाँ गए पनि एक्लै हो। अस्पताल नजिकै छ, बरु जोमसोमतिर गएर भारी बोक्नु पर्ला। यसै यहाँ बसेर पनि के गर्नु र। बेलुका उनले मानेको निधारमा हात राख्दै भनिन्, मानु अब हामीले 3 सातासम्म यहीँ बस्नु पर्ने भयो। त्यसपछि पनि तिमी हिँड्न कत्तिको सक्ने हो। हामीसँग अस्पताललाई पुग्ने खर्च पनि छैन। दिउँसो दिउँसो त जोमसोमतिर गएर भारी बोक्ने काम गर्छु। मुक्तिनाथ जानेहरूको भारी बोक्न पाइन्छ कि? बेलुका आइहाल्छु नि। मानेसँग भन्ने कुरा केही थिएनन्। उनले आँखाभरि आँसु पारेर एकहोरो मैनालाई हेरिरहे। हुन्छमा बिस्तारै आँखा झिम्काए। मैनाले उनका पाखुरामा आफ्नो हत्केला राख्दै भनिन्, किन नराम्रो अनुहार बनाएर आँखा भरेको? आँसुले आँखा भरियो त? छोडेर हिँड्छे भनेर शङ्का लाग्यो कि के हो? मलाई अबर पर्दा तिमीले के गरेका थियौ मैले बिर्सेकी छु र? तिमीलाई यस्तो अवस्थामा यहाँ एक्लै छोडेर म कहाँ जान सकुँली र? कतै जान्न छोडेर। चिन्ता नगर, म तिम्रै हुँ। अब मेरो जीवन तिमी नै हो। मेरो प्राण, मेरो मुटुको धड्कन तिमी नै हो। मैना, मैले त्यस्तो सोचेको छैन। एक्लैले कसरी भारी बोक्लिस् भनेर पिरिएको मात्रै हो। जाने भए जान त। मैनाले भनिन्, तिमीसँग भेट हुनु अघि पनि त म भारी नै बोक्थेँ नि। तिमीसँग चिन्जान नभएको भए त म आजसम्म पनि बोकी नै रहेकी हुन्थे। भरियाको जीवन भारी बोकेरै बित्ने त हो नि। अरू के आश हुन्छ र। महल बनाउने होइन, सुन चाँदीले धोक्रो भर्ने होइन। तिमीसँग भेट हुने बित्तिकै म पनि त्यति कमजोर भएकी छु र? ल भन त, अघि 1 घण्टाको बाटो तिमीलाई कसले बोकेर ल्याए यहाँसम्म? पोखरा नै पुर्याउनु पर्ने भएको भए पनि बोकेरै पुर्याउँथे। त्यसपछि माने मौन रह्यो। भोलिपल्ट बिहानी मानेलाई दिशा पिसाब गराएर खानेकुरा खुवाइन्। मैनाले कम्मर नाम्लोमा बाँधिन्। अस्पतालभित्रैका नर्सहरूसँग आफ्नो पीर पोख्दै दिउँसो उनको हेरविचार गरिदिन अनुरोध गरिन्। नर्सहरूले पनि उनलाई सम्झाउँदै बिदा दिए। भाग 27 यही सकिन्छ। अब म भाग 28 वाचन गर्छु है त। भाग 28 को शीर्षक छ जोमसोममा भारी बोक्दा। गोराहरू मार्फामा गएर कानपोमै बसेछन्। भोलिपल्ट आफूसँग भएको पैसा पनि त्यहीँ साटेछन्। आफ्ना झोलाहरू कोठामै राखेर साँचो लगाएछन्। मैना जोमसोम बजारमा काँधमा नाम्लो झुन्डाएर यताउता गर्थिन्। घरि टुरिस्ट बसतिर, घरि जीपको पछि पछि दौडिन्थिन्। जोमसोममा भारी मिल्न सजिलो थिएन। अरू भरियाहरू पनि भारी नै खोजिरहेका थिए। उनी कसैले बोलाउँछ कि भनेर पेटीमा उभिरहेकी थिइन्। काँधमा नाम्लो थियो, कम्मरमा बलियो पटुका। भारी त भेटे बोक्ने नै हो। मान्छे नै पाए पनि बोकेर मुक्तिनाथ पुर्याउने सोचेकी थिइन्। मान्छे बोक्न पाए पैसा पनि राम्रै आउँथ्यो। गोरा साहेबको उनीसँग ट्याक्कै बाटोमा जम्काभेट भयो। मैनालाई आत्तिँदै अगालो मारे। मैना भनेर साहेबनीले निधारमा चुप्पा मारिन्। साहेबले हत्केलाको उल्टा पाल्टा ओठ जोडे। त्यही बेलामा पसलबाट एकजना साउजी फुत्त बाहिर निस्केर एक्कासी भने, बहिनी सुन न, थाहा पायो तिमीले? तिमीलाई देखेर केटाहरू दङ्ग परेका छन्। मोबाइल नै उल्टो पाल्टो पारेर फोटो खिचेछन्। ऊ पर हेर त, तिमीलाई देखेर झुम्मिएका। के छ तिमीसँग यस्तो मोहनी लाउने चिज? सिकाइदेऊ न मलाई पनि। मैनाले भनिन्, खै बाजे, मलाई त केही थाहा छैन। के देखेर आत्तिएका हुन्? हामी त भारी बोकेर निर्वाह गर्ने ज्यामी मान्छे। यस्तै हुन्छन् घरभित्रै गुम्सेका अल्लारे केटाहरू। फोटो खिच्न सोध्नु पनि नपर्ने, खिच्न पैसा पनि लाग्दैन। खिचुन्, बेचेर 2-4 रुपियाँ कमाउनु भन्ने होला। मेरा पिँडुलाई देखे होलान् आत्तिए केटाहरू। बिचराहरू छक्क परेका होलान्। यिनले कालीमा फाल हान्न बेर लाउँदैनन्। यिनीहरूले आफ्ना आँखा, हात, पाखुरा, छाती, अनुहार सबैतिर पुर्याउँछन्। यिनीहरूको खोलेरै देखा भने हिम्मत चाहिँ छैन। तर आँखैले लुगा पनि खोलेर हेरेको कल्पना गर्छन् हुतियाराहरू। बाजे, बजारतिरका अलिक उत्ताउलै हुन्छन्। कोही चाहिँ यत्तिकै लुटपुटिन्छन् बिरालाका छाउरा जस्तो। यिनीहरू उरन्ठेउले हुन्, केही नदेखेका। देख्न त भन्ज्याङ र देउरालीमा भारी बिसाएर हेर्नुपर्छ। पहाडका टुप्पामा बसेर थकाइ मार्नुपर्छ। हिमालका फेदसम्म तोकमा टेकेर पुग्नुपर्छ बाजे, अनि बल्ल संसार देखिन्छ। देख्नुभयो केटाहरूको चालमाला? हेर्दा भलादमी देखिएर मात्रै हुन्छ। खैनी खाएर खोल त्यही फाल्यो। प्लास्टिक जमिनमा फाल्नु हुँदैन भन्ने पनि थाहा छैन। अर्कोले चुरोट तान्दैछ। त्यत्रा मान्छे अगाडि धुवा पुतुतु उडाउँदैछ। ख्वाक्क गरेर खकाएर पेटीमा थुक्छन्। अर्कोले देख्नुभयो? अर्कोको मुखै नछोपी मच्चिएर हाछ्यौं गर्यो। छि, घिन लाग्दा मान्छे। बुद्धि त पटक्कै रहेनछ। जमिनले सराप्दा थाहा पाउँछन् कुन साहुका छोरा हुन्। यिनीहरूले बाउको नसा तन्काउने भए, आमाका हात पुरपुरमा हुने भए, कठैभरि यिनीहरूको जीवन त फेद्न टुप्पो हुने भयो। बिचरा मुरली जत्रा पिँडुला देखेर वाक्क भएका थिए। आज यिनका आँखा तिरिमिरी भएका छन्। बाजे, म यहाँ हुन्जेली मात्रै हो।
म हिँडेपछि लोकलकै पछि लाग्छन्। अनि तपाईँले चाहिँ मलाई कसरी देख्नुभयो त? मन थामिएन के हो तपाईँको पनि कि कसो भयो? यत्रो मान्ने गुन्ने भएर लाज शर्म मर्म प्रतिष्ठा धर्म कर्म इज्जत सबै बिर्सेको बाजे मन दरो गर्नु वात्तै हुत्तेउला बचेर बस्नु नउठ्ने गरी जाकेउला नि। मैले पनि झ्यालबाट देखेँ। अनि बोलौँ लागेर निस्केको नानी झट्ट तितो नबोल न। सुन्दर चिजलाई आँखाले हेर्दैमा कसरी जाकिन्छ र? नत्र अन्धो जस्तै भइगयो नि नानी। ए बुढा 70 को भयो होला अझै चम्किन्छौ? सुन्दर चिजको त गोराले जस्तो फोटो खिच्नुपर्छ। छ क्यामेरा? त्यही फोटो घुमाई हेर्ने पो हो त? सुन्दर चिजलाई छुनै पर्छ र? सुन्दरसँग टाँसिनै पर्छ र? टाढीबाट हेर्नु बास्न लिनु सुमसुम्याउनै पर्दैन। सुमसुम्याउँदा दाग लाग्छ। केटाहरूको निउले आफै सूर्यका हो कि के हो? बुढा बोल्दा बोल्दै बोली कामेको छ। दाँत हल्लिएका छन्। हेट उता जाऊ। यस्तो साउजी पनि भरियाको पछि लाग्छन्। धैर्य गर है बाजे। खानदानको इज्जत बचाऊ, आफू पनि बच। अर्काको जवानीसँग जोरी नखोज, नउत्रिने गरी डुबौला। मैनाको कुरा सुनेर बुढा थर्कमान हुँदै सुटुक्क भित्र पसे। भारी बोक्नेलाई यसरी जिस्काउनेहरू जताततै हुन्छन्, तर उनलाई केहीले छुँदैन। आफ्नै काममा तल्लीन हुन्छन्। मुक्तिनाथतिर जाने तीर्थयात्रीको भारी बोक्न पाए 400 जति बस्थ्यो। बेलुका अस्पतालमै आएर बस्न पाइन्थ्यो। यस्तै सोच्दै मानेको उपचार गर्न महिना दिनभरि दौडधुप गर्थिन्। मानेले खान पाए कि पाएन भनेर उनलाई उत्तिकै चिन्ता थियो। जुनसम्म अस्पतालमा केही न केही त पाइहालिन्छ भन्ने उनी सोच्थिन्। पल्लो खाटकी जाति छन्, कसो नलिन् त भन्ने पनि सोच्थिन्। साहेबको पनि बाटोभरि मन पोल्यो अरे। फनक्कै फर्केछन्। मानेको लागि 1 दर्जन केरा किनेछन्। उनीहरू पनि अस्पतालतिरै हिँडेका अरे। भेट्ने बित्तिकै खुसी भएर सबैले एक अर्कालाई अँगालो हाले। अनि सबैजना अस्पतालतिर फर्किए। मानेलाई भेट्ने बित्तिकै हातमा केरा थमाए। अस्पतालमा आइसकेपछि गोरा साहेबले डाक्टरसँग धेरै बेरसम्म कुराकानी गरी 3 हप्तामा माने डिस्चार्ज हुने पक्का भयो। उनीहरूले भित्र गएर 3 हप्तासम्म ओछ्यानमा सुत्दा लाग्ने र खाने पैसा पनि तिरिदिए। पैसा तिरेका बिलहरू महिनाको थैलीभित्र तुरुन्तै राख्न दिए। उनले कुरा बुझिछन्। दुवै हात जोडिन्। एकछिनपछि महिनालाई एकान्तमा बोलाए। सेतो खाममा हालेर भारी बोकेको पैसा पनि दिए। खामभित्र हजार हजारका नोटहरू थिए। त्यो देखेर महिना छक्क परिन्। खामलाई बाहिरैबाट ढोगिन्। केही बक्सिस पनि हातमा राखिदिए। उनले निधारसम्म दुवै हात लगेर गोरा साहेबलाई फेरि ढोगिन्। तर मनभित्र अर्कै विचारको आँधीले पोलेको थियो। हामी नेपाली भरियाले गोरा साहेबको आशमा मात्रै कति दिन बाँच्ने? के हाम्रो कामको मूल्य तिनलाई ढोगेरै मात्र कट्टिने हो र? हामी भरियाका लागि कुनै अरू उपाय छैनन्? उचित उपचार छैन? मान सम्मान छैन? हाम्रो छुट्टै इज्जत र पहिचान छैन? यही कुराले मानेर महिनाको मन हुडलिरह्यो। तर बाध्यताको अगाडि मान्छेको के लाग्छ र? त्यही बेलामा साहेबले नर्सलाई भने, पैसा तिरेको बिल महिनासँग छ। हामीसँग यहाँ धेरै दिनसम्म बस्ने समय छैन। अब हामीले फिर्ता जानुपर्छ। अर्को साल सगरमाथा बेस क्याम्प जानको लागि सरसल्लाह गर्नु छ। अब हामी काठमाडौँ जाने हो। हामीलाई महिना र मानेको ठेगाना मागिदिनुहोस् न। धन्यवाद छ तपाईँहरूलाई। मानेको खुट्टा ठिक भएपछि हामी उनीहरूलाई नै लिएर सगरमाथा बेस क्याम्प जान्छौँ। यिनीहरू राम्रा मान्छे हुन्, झुटा बोल्दैनन्, मेहनती छन्, झोलाहरूको जतन गर्छन्। त्यो कुरा नर्सले जस्ताको तस्तै महिना र मानेलाई सुनाइन्। यो सुनेपछि दुवैजना भक्कानिए। दुवैका आँखाभरि आँसु भरिए। मैले यो पनि पढेर सकेँ।